हाम्रो चाहिँ कुल पूजा छ है। बिहानै जानुपर्छ मन्दिरमा जाडोको मौसममा घाम नलाग्नु भन्दै अनि हामी चाहिँ मन्दिरमा पुग्नुपर्छ क्या। हामी चाहिँ अहिले मन्दिरमा पुगिसक्यो। जेठोबाहरूले चाहिँ अनि मन्दिर पूजा गर्नुभयो। यहाँ चाहिँ कुखुरा भेडा पाताहरू चाहिँ अनि हामी चाहिँ त्यति धेरै भाइहरू चाहिँ छैन। प्रत्येकको चाहिँ भाकल छ के अनि त्यसै कारणले गर्दा चाहिँ अलि धेरै देखेको छ। अब चाहिँ पूजा भइसकेपछि चाहिँ हाम्रो जेठोबाले चाहिँ अब कुखुरा काट्न आँट्नुभयो अनि सबै देवी देवतालाई सम्झेर चाहिँ कुखुरा काट्नु भयो। अब कुखुरा काटिसके अब चाहिँ भाकलको भेडा काट्न आँटेको है। भेडाले नि कस्तो राम्रोसँग मानेको के ओके सोचेको आँटेको पुरा होस् भनेर गरेको नि त भयो होला। अब काटिसकेपछि चाहिँ त्यसपछि चाहिँ म हाम्रो बाजेलाई यो कलेजो देखाउन लान्छु कि। अनि यो कलेजोबाट चाहिँ के हुन्छ अरे भन्दा हाम्रो घरको राम्रो नराम्रो देखाइदिन्छ अरे कि। अब राम्रो भयो भने राम्रो भनिदिन्छ, नराम्रो भयो भने नराम्रो भनिदिन्छ। तर बाजेले चाहिँ राम्रो छ भन्नुभयो। अब चाहिँ हाम्रो पूजाहरू नि सकिन्छ। त्यसपछि चाहिँ यो प्रसाद हुन्छ अनि प्रसाद खाने कार्यक्रम देख्नुहुन्छ। कतिजना छौ के भाइ बहिनीहरू काका काकीहरू जेठोबा उहाँहरू सबै हुनुहुन्छ। अनि आजको कुल पूजा है सकिन्छ।